साथीहरू नमस्कार। आज हामी कुरा गर्छौँ एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्स। हामीले चाहिँ दैनिक रूपमा सास फेर्दै गरेका हावा चाहिँ त्यसमा चाहिँ कतिको गुणस्तर कतिको चाहिँ राम्रो छ हाम्रो स्वास्थ्यको लागि र कतिको हानिकारक छ भन्ने बारेमा चाहिँ बुझ्छौँ। र हाम्रो देशका विभिन्न स्थानहरूमध्ये चाहिँ मुख्य चाहिँ सहर अथवा ठाउँ चाहिँ कतिको चाहिँ पोल्युसन युक्त छ अथवा कतिको चाहिँ प्रदूषण युक्त छ भन्ने बारेमा नि हामी आज बुझ्छौँ। त्यसै गरी अब हाम्रो एक्युआई हैन, एक्युआईका रेन्ज चाहिँ कति हुन्छ त्यसको चाहिँ अब कतिदेखि कति भयो राम्रो, कतिदेखि कति भयो भने चाहिँ नराम्रो भन्ने कुरा बारेमा नि बुझ्छौँ। र नेपालमा चाहिँ वायु प्रदूषणका चाहिँ बढ्नुको चाहिँ कारण है, नेपालमा चाहिँ वायु प्रदूषण बढ्नुको चाहिँ कारण के रहेछ भन्ने बारेमा पनि हामी चाहिँ बुझ्छौँ। अर्को चाहिँ स्वास्थ्यमा चाहिँ पर्ने असरहरू के छन् त हैन, यसरी पनि हामी बुझ्छौँ। त्यो छोटो समय पर्न जाने असर अथवा दीर्घकालीन रूपमा पर्न जाने असरहरू के रहेछ भन्ने बारेमा पनि बुझ्छौँ। त्यसै गरी यसबाट चाहिँ अब सुरक्षित कसरी हुने भन्ने बारेमा बुझ्छौँ। त्यसै गरी अब एक्युआई स्टेसन भनेको के हो, माथि हेर्न सक्नुहुन्छ हजुरहरूले एक्युआई स्टेसन र आवरली हैन। एक्युआई को छेउमा चाहिँ यता आवरली पनि रहेको छ, त्यो चाहिँ भनेको के हो भन्ने बारे पनि बुझ्छौँ। अब हामी चाहिँ सुरु गर्छौँ एक्युआई चाहिँ भनेको के हो। यसको पुरा नाम चाहिँ एयर क्वालिटी इन्डेक्स अर्थात् हावा चाहिँ कति राम्रो छ अथवा कति सफा छ हाम्रो स्वास्थ्यको लागि। अर्को चाहिँ यो हावा चाहिँ कतिको चाहिँ प्रदूषित छ हाम्रो स्वास्थ्यको लागि, कति प्रदूषित छ भन्ने मापन गर्ने सूचकाङ्क हो। यसले चाहिँ मानिसले चाहिँ श्वास फेर्ने हावा कतिको हानिकारक छ कि छैन भन्ने बारे जानकारी चाहिँ दिन्छ। एक्युआई चाहिँ कसरी मापन गरिन्छ हैन, यसमा हावामा रहेका केही प्रदूषक कणहरू हैन, प्रदूषक ग्यासहरूको बारेमा चाहिँ अध्ययन गरिन्छ। जसरी कि चाहिँ धुलाका चाहिँ साना कण PM2.5 र PM10 को बारेमा चाहिँ जानकारी दिन्छ। अर्को चाहिँ कार्बन मोनोअक्साइड, त्यसपछि सल्फर डाइअक्साइड, त्यसपछि नाइट्रोजन अक्साइड र ओजोनको बारेमा यहाँ थाहा दिन्छन्। यी सबैको चाहिँ मात्रा जोडेर एउटा सङ्ख्या चाहिँ निकालिन्छ, त्यसलाई हामीले एक्युआई भन्छौँ। अब चाहिँ बुझ्छौँ एक्युआईको चाहिँ रेन्ज कति हो, कतिदेखि कतिसम्म भयो भने चाहिँ राम्रो मानिन्छ र कतिदेखि कति भयो भने चाहिँ त्यो चाहिँ नराम्रो मानिन्छ। अब यसमा चाहिँ 0 देखि 50 सुरुमा हुन्छ। 0 देखि 50 कोर्स भनेको यो चाहिँ राम्रो हो र 50 देखि लगभग 51 देखि लगभग 100 को बिचमा यदि रह्यो भने यो चाहिँ मोडरेट हो, चाहिँ भनौँ न मध्यम खाले हो। र 101 देखि लिएर 150 को बिचमा भयो भने संवेदनशील व्यक्तिका लागि अस्वस्थ हुन सक्छ। अर्को चाहिँ 151 देखि 200 छ भने अनहेल्दी यसलाई मानिन्छ, अस्वस्थ मानिन्छ। अर्को चाहिँ 201 देखि लिएर 300 सम्म धेरै अस्वस्थ, एकदम धेरै अस्वस्थ मानिन्छ। अर्को चाहिँ 300 प्लस यदि छ भने त्यसलाई खतरनाक एकदम मानिन्छ। एक्युआई स्टेसन भनेको एउटा प्रदूषण, हावामा रहेको प्रदूषण मापन गर्ने एउटा चाहिँ केन्द्र भनौँ न, मोनिटरिङ स्टेसन भनेर चाहिँ बुझिन्छ। अर्को चाहिँ यसमा चाहिँ धुलो धुवा हैन, हावामा धुलो धुवा हानिकारक पदार्थहरू के छन् भन्ने बारेमा पनि यसले जानकारी दिन्छ। उदाहरणको लागि हजुरले हेर्न सक्नुहुन्छ माथि इलाम, सुर्खेत, भक्तपुर अथवा अन्य ठाउँ मुस्ताङ हेर्न सक्नुहुन्छ। यसमा चाहिँ कतिको चाहिँ पोल्युसन छ कि छैन भन्ने बारेमा त्यहाँ देखाइएको छ। छेउमा हजुरले हेर्न सक्नुहुन्छ यहाँ आवरली नम्बर भनेको चाहिँ के हो। आवरली नम्बर भनेको त्यो स्थानमा चाहिँ अघिल्लो 1 घण्टा अथवा पछिल्लो 1 घण्टामा चाहिँ हावा कति प्रदूषित रहेको छ भन्ने कुरा चाहिँ देखाउँछ। र हाल चाहिँ विश्वभरिको धेरै ठाउँमा चाहिँ वायु प्रदूषण भएको चाहिँ देखिन्छ। र चाहिँ पोल्युसनमा चाहिँ परेका देशहरू हेर्न सक्नुहुन्छ हैन, कति त्यहाँको हावामा चाहिँ कति पोल्युसन छ कि छैन भन्ने कुरा। यो चाहिँ टाइम मार्च 10, 2026 22 देखि लिएर 23 बजेसम्मको बिचमा छ। यहाँ चाहिँ दिल्ली इन्डियामा चाहिँ 198 एक्युआई, ढाका बङ्गलादेशमा 193, चाइनामा बेजिङको 179, त्यसरी चाहिँ काठमाडौँ नेपाल भनेको लगभग 174, लाहोर पाकिस्तान 174 भनेको। अब यस्तै टप 10 मैले यहाँ देशहरूलाई राखेको छु। र चाहिँ नेपालमा वायु प्रदूषण बढ्नुको कारण के रहेछ भन्दाखेरि सवारी साधनको धुवा, त्यहाँ निस्केको चाहिँ धुवाहरू, निर्माण कार्य र धुलोको कारणले गर्दा, डढेलो र फोहोर जलाउने प्रचलन बढेको कारणले गर्दा हैन, इँटा भट्टा र उद्योगबाट निस्केको चाहिँ धुवाहरू, सुक्खा मौसम र हावाको कम बहाव भएको कारणले गर्दा, अर्को चाहिँ पानी कम परेको कारणले गर्दा पनि यहाँ वायु प्रदूषण धेरै देखिएको छ। विशेष गरी चाहिँ काठमाडौँमा यी अघि कारणहरूले गर्दा चाहिँ यहाँ त्यहाँ वायु
प्रदूषण चाहिँ एकदम धेरै चाहिँ बढेको छ। अब चाहिँ स्वास्थ्यमा पर्ने असरहरू के रहेछ भन्दाखेरि स्वास्थ्यमा चाहिँ पर्ने असरहरूलाई हामीले छोटो समयमा पर्ने असर, त्यसपछि दीर्घकालीन पर्ने असर बारेमा चाहिँ बुझ्छौँ। छोटो समय के हुनसक्छ भन्दाखेरि आँखामा पोल्ने वा जलन हुनसक्छ, त्यसपछि घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने। त्यसै गरी दीर्घकालीन असर के हुनसक्छ त भन्दाखेरि दम अथवा आजमा, फोक्सो सम्बन्धी रोग हुनसक्छ, मुटु रोग हुनसक्छ, बच्चाहरूमा फोक्सोको विकासमा असर पर्न सक्छ र विशेष जोखिममा पर्ने समूहहरू के हो त बालबालिका, वृद्ध-वृद्धा, दम वा फोक्सो रोग भएका व्यक्तिहरू हुन्। र यसबाट चाहिँ सुरक्षित रहने उपायहरू के छन् त? अब कसरी चाहिँ हामीले बच्ने होइन यहाँबाट, अब यो चाहिँ पोल्युसनबाट चाहिँ कसरी चाहिँ बच्ने? एक्युआई चाहिँ धेरै भएको चाहिँ बेलामा होइन, 150 भन्दा माथि भएको बेलामा होइन, 130-40 देखि अति माथि भएको बेलामा चाहिँ हामी के गर्छौँ? बाहिर चाहिँ अनावश्यक रूपमा होइन, बिना कामको चाहिँ बाहिर एकदम धेरै बेरसम्म नहिँड्ने, नडुल्ने होइन। यदि हिँड्नै पऱ्यो भने छोटो समयको लागि गएर फेरि फर्किने, यदि त्यो पनि भएन भने अब हिँड्नै पऱ्यो, जानै पऱ्यो, लाइनमा बस्नै पऱ्यो भने त्यतिखेर चाहिँ मास्क लाउने, मास्क पनि सिम्पल मास्क लाए नै हुन्छ अथवा KN95 मास्क लाए पनि भयो। अनि अर्को चाहिँ झ्याल ढोका बन्द गरेर चाहिँ राख्ने, प्रशस्त पानी चाहिँ त्यतिखेर खानु पऱ्यो। अर्को बिहानको समय धेरै व्यायाम चाहिँ गर्नु भएन। हजुरहरूलाई यो जानकारीमूलक भिडियो कस्तो लाग्यो होइन, यदि मन पर्यो भने हजुरलाई यो भिडियोलाई मजाले अब लाइक पनि गर्नु, त्यहाँ हजुरलाई केही सुझाव छ भने, सल्लाह छ भने त्यहाँ कमेन्ट पनि गर्न सक्नुहुन्छ र सकेसम्म सेयर चाहिँ धेरै चाहिँ गर्नु होला। हस्त धन्यवाद। अब अर्को भिडियोमा फेरि भेटौँला।